यहाँ सुन मुजी, म तिमीहरूलाई एउटा कुरो भन्छु मुजी, मैले जे भन्छु त्यही गर मुजी। बेलुकी भात मासु खसी माछ चिक्ने ममचा छोइला चिक्ने सबै बनाएर खानुपर्छ खसीको, अनि मजा आउँछ मुजी। हो हँसाउँछ बुढोले हँसाउँछ राणी, बुढोले हँसाउँछ चिक्ने, बुढोले हँसाउँछ। प्रभु 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 राम हरे। ए मुजी, बाहुन मुजी, कहाँ हिँडेको? कहाँ हिँडेको नि? घर हिँडे देखिन रन्डीको छोरो। अनि त्यो लाडो घाँटीमा के लाडो जस्तो मुजी मर्या साँप बोकेर हिँडेको चिक्ने? त्यो मुजी मर्या मुजी स्याल बोकेर हिँड्ने? मर्या स्याल रे, तेरो आँखा मा चिक्ने र मोतीबिन्दु लाएको छ क्या हो? तेरो आँखा मोतीबिन्दु चिक्ने मर्या स्याल बोकेर हिँड्छस् रन्डीको छोरो? खाटे बाहुन। खाटे बाहुन भन्यो रानीको छोरोले माछ चिक्ने। त्यसको बाउको क्रिया अस्ति भर्खर गर्दाखेरि त माछ चिक्ने जय 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 भन्थ्यो। रन्डीको छोरो माछ चिक्ने, रानीकै छोरो रहेछ माछ चिक्ने। कुन माछ चिक्ने दिन जन्मेछ माछ चिक्ने? खाटे मुजी पागल रन्डीको छोरो माछ चिक्ने। मर्या स्याल भन्छ माछ चिक्ने। घाँटीमा त्यसकी आमाको पुती माछ चिक्ने। अर्को को यो मुजी? घाँटीमा के मुजी भानु बोकेर हिँडेको चिक्ने? भालु त क्याबिनतिर पो हुन्छ चिक्ने, घाँटीमा के भालु बोकेर हिँडेको लाडो? मर्या भालु बोकेर हिँड्ने? मर्या भालु रे, तेरै आमा भालु माछ चिक्ने। तेरै आमा भालु होइन माछ चिक्ने, तेरो टाउकोमा माछ चिक्ने भालु माछ चिक्ने। माछ चिक्ने मर्या भालु बोकेर हिँडेर भालु पनि चिन्दैन सिक्ने रन्डीको छोरो। कस्तो मुजी बाहुन रहेछ माछ चिक्ने। बाहुन त होस् मुजी सुपी तान्नु। रन्डीको छोरो बाहुन माछ चिक्ने। माछ चिक्ने मर्या भालु बोकेर हिँड्छ, उल्टा माछ चिक्ने तेरो आमा भालु भन्छ। तेरै आमा भालु माछ चिक्ने। तेरो आमालाई मैले माछ चिक्ने जमाना चिके त जन्म्या। तेरो आमा चिक्ने माछ चिक्ने रानीको छोरो बाहुन माछ चिक्ने। मर्न सिक्या श्रान्ति गर्नुपर्ने रानीको छोरो बाहुन। यो मुजी ठाउँको मान्छेहरूलाई के भएछ माछ चिक्ने? महामती रोग लागेको छ क्या हो? महामती पहिलेदेखि नै रन्डीको छोरो प्रचण्ड सरचण्डे जस्तो थिए माछ चिक्ने खाते मुजीहरू। तिनीहरूकै रोग लागेको छ माछ चिक्ने। बौलाउने रोग रन्डीको माछ चिक्ने। बर्बाद हुने भयो मुजी जिन्दगी यस्ता मुजीहरूसँग लगाएर। यो मुजी को फेरि? ए यो मुजी भौला, यो मुजी चिक्ने सार्की हो। अस्ति मेरो लुगा हेर्ले नि सिला हो क्या रे? सार्कीलाई सोध्नु पर्यो, सार्कीले भन्छ कि माछ चिक्ने। ए सार्की के हो बाहुन कताबाट मुजी? अनि चिक्ने मेरो कानामा तँलाई मुजी मर्या भ्यालु र मलाई स्याल जस्तो लाग्छ? लाग्दैन हौ चिक्ने। यो बाहुनले मुजी मर्या स्याल भालु बोक्छ चिक्ने। कुकुर बोकेर हिँड्दैछ रन्डीको छोरो। कुकुर अरे? राम 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 राम। माछ चिक्ने मलाई त बोक्सी लागेको क्या हो? माछ चिक्ने यस्तो मुजी बोक्सी लाग्यो बेला माछ चिक्ने। यो फ्याक माछ चिक्ने, यो खसी खसी होइन चिक्ने रन्डीको छोरो माछ चिक्ने। अब माछ चिक्ने खसीको चिक्ने म खान्छु। खसीको खुट्टा त खा बुढा। अनि माछ चिक्ने मोज गर्नुपर्छ। बेलुकी एउटा भालु पनि ल्याउने चिक्ने माछ चिक्ने। जिन्दगी यस्तै हो क्या मुजी। बाहुनले मुजी खसी खाले। बाहुन रन्डीको छोरोलाई के थाहा चिक्ने खसीको मोल के हुन्छ भन्ने।